के तपाईलाई थाहा छ, सार्वजनिक पदमा बसेका व्यक्तिले सम्पत्ति विवरण लुकाउनु भनेको त्यो एक कानुनी अपराध हो। हालै धेरै चर्चा चलिरहेको छ। विभिन्न तहका नेताहरू, जनप्रतिनिधिहरू तथा सरकारी अधिकारीहरूले आफ्नो सम्पत्ति विवरण तोकिएको समयभित्र नदिएको वा विवरण दिए पनि सार्वजनिक नगरेको पाइएको छ। सार्वजनिक पदमा बसेका व्यक्तिले आफ्नो सम्पत्ति विवरण लुकाउनु एक गल्ती मात्र नभई कानुनी अपराध पनि हो। नेपालको भ्रष्टाचार निवारण ऐन 2059 अनुसार सार्वजनिक पदमा रहेका व्यक्तिहरूले हरेक वर्ष आफ्नो र परिवारको सम्पत्ति विवरण दिनै पर्छ। झुटो विवरण, छुपाइएको सम्पत्ति वा नदिएको विवरण यी सबैमा कारबाही हुनेछ। तर सजाय कस्तो हुनेछ? आउनुहोस् बुझौँ। यदि सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्नो विवरण नदिएको, झुटो विवरण दिएको वा तथ्य लुकाइएको प्रमाण दिएको भेटिएमा उनीहरूलाई निम्न कानुनी कारबाही हुन सक्छ। न्यायिक सजाय। सम्बन्धित व्यक्तिलाई कानुन अनुसार कैद, जरिवाना वा दुवै सजाय हुन सक्छ। सम्पत्ति जफत। गैरकानुनी रूपमा आर्जन गरिएको वा लुकाइएको सम्पत्तिको राज्यद्वारा जफत गर्न सकिने व्यवस्था छ। निगरानी र अनुसन्धान। यस्तो कार्यमा संलग्न व्यक्तिहरू अख्तियार दुरुपयोग अनुसन्धानको कडा निगरानीमा रहनेछन् र उनीहरूलाई भविष्यमा थप छानबिन तथा कारबाहीको दायरामा ल्याइनेछ। त्यसैले कानुन जानौँ, लुकाउने होइन, देखाउने सरकार बनाऊ। धन्यवाद।